खै त भान्जी कङ्ग्रेचुलेसन। हेलो नमस्ते गाइस, वेलकम टु माई अनदर न्यू मिनी ब्लग। आज चाहिँ मेरो दाइको पास आउट सेरिमनी रहेको छ। एउटा सानो सेलिब्रेसन गर्ने भनेर चाहिँ हामी जाँदैछौँ। आई एम रियली एक्साइटेड। अफिसबाट बिदा लिएर म गएँ केक लिनको लागि। केक भयो रेडी, प्याकिङ सुरु। त्यसपछि लागेँ म डेस्टिनेसनतिर। याङ्गु गरेको थिएँ। हेलो गाइस, म चाहिँ मेरो याङ्गुको वेटिङमा छु, कतिखेर आउँछ। फाइनली मेरो याङ्गु आयो र लाग्यौँ भक्तपुरतिर। पालकुमारी पुल भन्छ यसलाई। याङ्गु कोटेश्वरको जाममा नफसेको त को नै होला। म चाहिँ यता डेस्टिनेसनमा आइसकेको छु। मलाई यता दिदी लिन आउँदै हुनुहुन्छ। ढोकिदिया हेलो भनिदिया। हेलो हेलो। हाम्रो दाइ भाइहरू आइसकेका छन्। बेलुका खानको लागि स्न्याक्सहरू किन्न गयौँ। खासमा हामी चाहिँ कहाँ आएको छौँ आज? आउन आउँदा आउन आउँदा आज चाहिँ हाम्रो पलार भन्ने चाहिँ यस्तै छ कि हाम्रो एउटा ब्रदर चाहिँ आज पुलिस इन्सपेक्टरको चाहिँ पास आउट भयो कि त्यसकै हल्का सानोतिनो पार्टी केक काट्ने प्रोग्राम भइरहेको छ। त्यस्तै सेलिब्रेसन होइन, त्यही हो। स्विट्स र फ्रुटहरूले वेलकम गरियो। मासु बनाउनको लागि मसलाहरू पिसिँदैछ। यता प्याज टमाटरहरू पनि काटिँदैछ। यो मोमेन्टहरू क्याप्चर गर्नु पाउँदा एकदमै खुसी लागेको छ। Some moments are not just captured, they are felt. Proud of you दाइ, complete his dream. ड्रिम डु कम ट्रु भने जस्तै यो सफलता केवल उहाँको मात्र होइन, पुरै परिवारको गर्व हो जस्तो लाग्छ। यो केवल पास आउट मात्र होइन, यो हो समर्पण, धैर्य र अनुशासनको जित। सपना देख्न सबै सक्छन्, तर पुरा गर्ने हिम्मत चाहिन्छ। एकदम हाम्रो घरमा हाम्रो अङ्कल पनि पहिला हुनुहुन्थ्यो इन्सपेक्टर हो। यो कुरालाई छुट्या म चाहिँ फर्स्ट पब्लिक सन्ध्या +2 मा चाहिँ अमेरिकन अङ्कलको उयोमा गएर थिएँ कि। हजुर, अनफर्चुनेट होइन। अनि त्यो मरण हुन्छ नि, त्यो सैनिकको मरण चाहिँ त्यो लेभलको हुने रहेछ क्या। तँलाई त याद छ कि नै, त्यो बाजा गाजा होइन, विभिन्न कुराहरू तँलाई एकदम मोटिभेट गरेको थियो क्या तै बेला। मतलब मरण होस् त यस्तो होस् हो फिलिङ के टाइप। केक काटेर सबैजनासँगै अब डिनर गर्न थाल्यौँ। दाइको सपना आज पुरा भयो, अब जिम्मेवारी सुरु। सलाम छ यो यात्रालाई। थ्याङ्क यू गाइज फर वाचिङ। स्टे ट्युन।